साथीहरू आज चाहिँ माता तीर्थ आउँछु, त्यही भएर मम्मीलाई एउटा सरप्राइज राखेको छु। भनेको पनि छुइनँ, बुहारीलाई पनि भनेको छुइनँ, बिन्दालाई पनि भनेको छुइनँ, मम्मीलाई पनि भनेको छुइनँ। मम्मीको आज रियाक्सन कस्तो हुँदो रहेछ हेर्नुको लागि। त्यही भएर म यता खेतमा आएर भ्लग सुरु गर्दैछु। यो चाहिँ हाम्रो खेत हो, यो धान रोपेको हो, ऊ परको चाहिँ मकै हो। त्यही भएर म यता आएर चाहिँ भ्लग बनाउँदैछु। आज चाहिँ मम्मीलाई सरप्राइज छ, मम्मीको रियाक्सन कस्तो हुँदो रहेछ हेर्नुपर्छ। अब अझै टाइम छ, अब आधी घन्टा जति छ। म रेडी हुन्छु, एक दुईवटा टिकटक बनाउँछु, अनि त्यसपछिबाट मम्मीलाई सरप्राइज आउँदैछ। सरप्राइज अनि मगाएको छु, आउँदैछ। मम्मीको आज रियाक्सन कस्तो हुन्छ हेर्नुपर्छ। हेलो बाह्र दाजु, के हाई पनि छैन त हौ। हाई भन्नु नानीकेरा मोबाइल हेरेर। हेलो सेमिङ डन, हेलो सेमिङ डन, नमस्ते गर। यहाँ माया गर्दै त, यहाँ माया गर्दा, यहाँ माया गर्दा, यहाँ माया गर न अबी, यहाँ माया गर, यहाँ माया अबी उठ पो माया गर, माया गर। हेलो मम्मी, ह्यापी मदर्स डे, ह्यापी मदर्स डे मम्मी। थ्याङ्क यू भन न मम्मी, तपाईँलाई यति हो आज मदर्स डेमा, केही पनि नदिने त, यत्तिकै हो, केही ल्याइन। तपाईँ खुसी कि नखुसी? खुसी आज त मम्मीलाई यत्तिकै ह्यापी मदर्स डे, ह्यापी मदर्स डे। खै त थ्याङ्क यू। अनि तपाईँले केही पनि नले भन्नुभएको थियो, म त केही पनि ल्याइनँ। खुसी? खानेकुरा ल्याइदिएको होला नि त। अनि खानेकुरा के त्यही त्यही के ल्याइदियो भन्नु त? फुटी। त्यही फुटी खाएर हुन्छ आज? अनि के खानु त? खुसी? खुसी त भात खाने, ए मासु खाने। खोइ छोड त्यहाँ म खुसी अनि रेडी नहुने यत्तिकै? गाई दुधले आयो न त। राम राम, यत्तिकै अब नलाउने? हाई भन्नु न त, हाई भन्नु न। कति राम्रो देखेको, आहा कति राम्रो देखेको। मलाई माया गर, यहाँ माया गर्दैौ न त। यता पनि यता पनि यता पनि मुखमा। सरप्राइज भन्ने कुरा मम्मीलाई थाहै छैन र पनि मम्मी आफै हामीले चाहिँ यसो फ्रुटी खुवाउने, मम्मीलाई रसभरीहरू खुवाउने भनेर हामीले ढाँटेर यसो लुगा लाउँदैछ, लुगा लगाइरहनु भएको छ। रेडी हुँदै हुनुहुन्छ, त्यही फ्रुटी खुवाउने भनेर फ्रुटी खुवाएर मम्मीलाई यो गर्छु। रेडी हुँदै हुन्छ। हेलो मम्मी, किन रेडी हुनुभएको? हेलो मम्मी, यता हेर्नु न, किन रेडी भएको? आची अर्को रुख हेर न, आची 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 लुगु 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 आची 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 आची। मम्मी रेडी भइसक्नु भएको छ। यसो तपाईँलाई चाहिँ यसो फ्रुटी यसो रेडबुल दिएर चाहिँ मुख हेर्ने भनेर रेडी भइसक्नु भएको छ। ल अब के खाने त? लु फ्रुटी खुवाउनु, रेडी हुनु। लु मम्मी त रेडी भएर चटक्क लिपस्टिक पनि लाएर के खाने अरे मम्मी? पापा आएको छ। के खाने अरे? रेडबुल खान रेडी भएको? लिपस्टिक लगायो, रेडबुल खान लाग्दा रेडी भएर कस्तो राम्रो देखेछ। छोरी भन्दा आमा तरुनी, लिपस्टिक पाउडरले घुमाउन झिल्के ड्राइभरले। अब दाँतेभरि पनि लाग्छ लिपस्टिक। किताब बनाएको थियो। अब रेडबुल खाने अरे। लु रेडबुल खुवाउँ, फ्रुटी खुवाऊँ मम्मीलाई। रेडबुल खानु, छिटो आउनु। हेलो हेलो सेमिङ, हेलो सेमिङ, हेलो हेलो आया आया आया, मलाई कुटो। माया गर न, माया कहाँ कुटेको? माया गर, माया गर, यहाँ माया गर, माया। लु खै मम्मी, लु खै बिन्दा खै। लु मम्मीलाई यहाँ राखौँ, कुर्सीमा राखेर भिडियो गरेर। कता भित्रै? ल आउनु, बुहारीले उयो लिएर आइसक्यो। ल यता भित्र अरे मम्मी, आउनु भित्र। अब हाम्रो मम्मी चाहिँ फ्रुटी खानुलाई पुज्नु पऱ्यो नि त है। तिमीलाई लागिनु होइन? मैले हामीले लगाइदिने तपाईँलाई, अनि तपाईँले पनि लाएर पैसा दिनुपर्छ त मम्मी। खै मलाई फ्रुटी निकाल्यो, फ्रुटी निकाल्यो। ए ल हाडो मम्मी चाहिँ रेडी हुँदैछ।
मम्मीलाई आज हामी यो दिएर चाहिँ यो रसभरी पनि दिएर यो दिएर हाम्रो मम्मी आज मुख हेर्ने खुसी हुनुहुन्छ खुसी खानु पाउँदा को खुसी हुँदैन लिपस्टिक पनि लाएर रेडी हुनुभएछ चट्ट गरेर तिमी पहिले गर्ने कि म गर्नु पहिले ल यहाँ भिडियो बनाऊ त्यो मेरो बुहारी मम्मीलाई चाहिँ टक्का आज हामीले यो स्याउ रेडबुल हर्लिक्स चिसो रसभरी फ्रुटी दिएर चाहिँ आज मुख हेर्ने मम्मी केमा लाउनु छ अरे राम्री भएर चटक्क परेर मम्मीलाई यही हो मम्मीलाई सरप्राइज चाहिँ थाहा छैन ल मम्मीलाई चाहिँ यसै पनि सधैँ वर्ष 6 वर्षसम्म चाहिँ सेरिङ पूजा गरेर मम्मीको मुख हेरेर ल मेरो भन्दैलाई पनि ल के गर्नु भनेर मम्मी आज आमाको मुख हेरिदिउँ स्वस्थ रहनु एकदम धेरै व्यस्त रहनु हेर न मम्मी फेरि अब आफ्नो लागि आशीर्वाद आफैले त्यो रसभरी खुवाइदिनु न रसभरी यो मैले दिएको चाहिँ यो पनि मम्मीलाई रसभरी खुवाइदियो सेमिङमा खुवाइदिन्छु पितिक्क मात्रै खुवाइदिनु त्यसलाई त यो पुरा खोकिरहेछ अमिलो पिरो खान्छ यसले होस् छोडिदिनु दिदी होस् मेरो पाला सक्यो लिजाऊ तिमी आज हामीले आमाको मुख यसरी हेऱ्यौँ स्याउ देखेर छ हेर्नु स्वस्थ रहनु व्यस्त रहनु बुहारी धेरै धेरै रिस उठ्यो पनि सहेर बस्नु सबैभन्दा बेसी बाँकी सबैलाई अराई पखाइ गर्ने उयो सेमिङको आमा फर्स्ट बुहारी वंश नंश सबैको पहिलो हकदार होइन यो डल्लो पनि खानु हैन अनि अर्को यहाँ चुरा लगाइदिन्छु ल अहिले लगाइदिनु लाग्छ कि लाग्दैन हे भगवान अलि सानो सानो छ मन पनि अलि काम गर्दा गर्दा अलिअलि लगाइदिँदै छ भरे लाउनु ल्याइदिएको भरे लाउनु नि त भरे ल होस् अहिले छोडिदिनु देब्रेमा लगाइदिनु नि काम गर्दा गर्दा सुन्यो ल यही छ ल मलाई एउटा रसभरी खुवाइदेऊ ल मम्मीलाई यो अनि त्यस पछाडि दिदीलाई रसभरी खा ल रसभरी म अरू त छैन केही पनि हिजो कस्तो लाग्यो मम्मी बिडी यहाँ देखाउनु परेन ए बिडी मम्मीलाई अर्को बिडी म भित्र छ मम्मीले चलाइसक्नु भएको छ ल बिडी पनि ल आमा मेरो त कति नि मेरो एउटा नाति धनचार सेमिङलाई सिकाउनु त अब सेमिङलाई यहाँ मलाई पनि गर्न सिकाउनु रेडबुल ल खानु रेडबुल ल खानु रेडबुल यत्रो खानुलाई पो रहेछ त ए ओहो प्राइस त आउँदैन हेर्नु न हामीले सकिसक्यौँ फ्रुटी दिएको उहिले पनि सकिसक्यौँ पर्खिँदा गरिसक्यो आउँदैन त हेर्नु न कति पर्खिनु मेरो सरप्राइज त आउनै आँटेन त कस्तो टाइम लागेको होला
हामीले चाहिँ त्यो फ्रुटीहरू यस्तो रेडबुल दिएर दिदी मात्रै दिएको मम्मीलाई भनेर चाहिँ मम्मी पत्ताउनु भएको छ सरप्राइज भने चाहिँ बुहारीलाई पनि थाहा छैन मम्मीलाई पनि थाहा छैन मेरो सरप्राइज आउनै आँटेन फोन गर्दा पनि फोन छोडेको रहेछ हिँडिसक्यो अघि भन्छन् डेलिभरी गर्नु हिँडिसक्यो भन्छन् अहिलेसम्म आउँदैन म चाहिँ बाटो हेरेकै छु आउनै आँटेन हौ के गर्ने होला हौ त भात खाऊँ भन्न थालिसक्यो बुहारी मम्मीको सरप्राइज चाहिँ भएर चाहिँ खाऊँ भने आउनै आँटेन म हेरेको छु बाटो हेरेको छु यही बाटो आउँछन् यही बाटो आउनै आँटिसक्यो भन्छ अहिलेसम्म आउँदैन चाहिँ त्यो बाटो हेरेको छु सरप्राइज आउनै आँटेको छैन मम्मीहरूलाई केही थाहा छैन मम्मी चाहिँ सकिसक्यो भनिरहनु भएको छ सरप्राइज आउने बाँकी छ मम्मीको रियाक्सन कस्तो हुन्छ हेर्नुपर्छ अहिले फोन गरेको आइपुगेँ ठिक्क भन्दै हुनुहुन्छ कहाँ आइपुग्दैन म चाहिँ पर्खिरहेको छु बाटोमै म चाहिँ पर्खिरहेको छु कहाँ आइपुग्यो चेन्ज गरिसक्यो होइन लुगा चेन्ज गरिसक्यो किन यति फास्ट अनि अर्को दिन राम्रो ला भनेको होइन अनि किन अनि त्यही लुगा लाउँदा राम्रो थियो त किन यो चेन्ज गरेको अब भात खाने होइन त किन खाने अगाए ल त्यति लगाएर हुन्छ त्यस्तो हुँदैन है सेमी हामी त लप्पा छ क्या तपाईँको भन्दैछ उहाँ छ बुहारी चाहिँ म यहाँ आएर भ्लग बनाउँदैछु अनि लप्पा छ क्या भन्दैछ तर लप्पा भनेको मैले चाहिँ घाँस सास गाईहरूलाई भैँसीहरूलाई दिँदै हुनुहुन्छ टुई पारेर अच्छा बुहारी चाहिँ पुरा हेर्दैछ म चाहिँ प्रतीक्षामा छु पर्खिरहेको छु सरप्राइज मलाई कस्तो हुन्छ भनेर आउँदैछु भनिरहेको छन् फुटन चुकाइसक्यो भनेर भनेपछि त लगभग आइ नै सकिसकेँ म हेरेको छु यो बाटो चाहिँ हेरेकै छु आउनुभयो अब जुमिन गरौँ चाहिँ आउनुभयो आयो भाइहरू आयो कस्तो आइपुग्यो आयो मैले आइसक्यो फाइनली भाइहरू आयो बल्ल आयो बाफ्रे ल आउनुहोस् मम्मी यहाँ आउनु त तपाईँलाई कसले खोज्दै हुनुहुन्छ मम्मी यहाँ आउनु त छिटो आउनु छिटो कृष्ण कुमारी राई छिटो आउनु खोइ को कनि छिटो आउनु त भाडा अनि के गर्नु ऊ बोलाउँदै हुन्छ जानु न गेस गर्नुपर्ने हुन्छ है जान्दिनँ के रहेछ मम्मी मलाई थाहा छैन धन्यवाद थ्याङ्क यू होइन त्यतै पनि चल्छ ल ह्याप्पी मदर्स डे डराउँछ एउटा फेरि ह्याप्पी मदर्स डे अब कसले हो गेस पनि गर्नु पर्यो मम्मी यो पनि त्यो त होइन अगाडि यस्तो यता फर्काएर यसरी खोल्नु भन्नु ल आफूतिर हेरेर ल खोल्नु के रहेछ पैसा यता पैसा रहेछ त यता कति रहेछ
कसले पठाएको होला अब के भन्नु त अब ए कसले हो कसले भन्नु अब भनेपछि तपाईँहरूलाई भनेपछि मात्रै थाहा पाउँछु म त थाहै पाइनँ त गेस गर्नु न कसले हो अब ल गेस गर्नु न कसलाई गेस गर्नु छोराहरूले हो कि कसले हो त नि भन्दा छोराहरूले हो कि कसले चाहिँ दिएर जस्तो गर्छ अब माया छोराहरूले त देखाले पनि गर्छ माया कान्छाले पनि गर्छ कान्छा छोरोले पनि गर्छ सबै नै मेरो त प्यारा छ तिनजनामा कसले पठाइदियो होला भन्नु गेस खोइ कान्छोले हो कि जेठोले हो कान्छो जेठो कुन चाहिँले हो मिलेर पनि हुनसक्छ मिलेर पनि हुनसक्छ गेस गर्नु लु मिलाइदियो होला पक्कै जेठा कान्छो मिलेर खाना चुइसक्यो लु त्यो खाना पनि त्यही त त्यसलाई सिधा गर्नु त अलिक भएछ सिधा गर्नु त हो यस्तो मम्मीले एकदम सरप्राइज आज खुसी हुनुभयो नि म त धेरै धेरै सरप्राइज पो आयो त बाफ्रे बाफ्रे खुसी हुनुभयो नि भएन खुसी नि अनि यस्तो खानु पाउँदै तर पैसा पाउँदा खुसी हुँदैन तिमी गराउ मेरो मेमोरी नै फुल गरिरहेको छु लु अब भन्नु कसले दिएको कोनी लु भन्नु भएन गेस गर्नु भन्नु मम्मीले खोइ भन्नु न त एउटा छोडिदिनु न छोडिदिनु मम्मी हो त्यो त्यो छाड्दिन अहिले यस्तो भने नि अहिले छोडिदिनु न लु गेस गर्नु कि यसले भन्नु कि सबैले भन्नु कान्छोले हो कि जेठोले हो कि छोरा रे छोरा भएपछि यस्तै हुन्छ अँ। एउटा मात्रै भए पो यसैले हो भन्ने हुन्छ त लु अब यो केक काट्नु न भाइहरु पनि खाऊ लु होइन हामी त धेरै ठाउँ छ अझै ए हो चिसो अझै अब 3-4 ठाउँ छ कि ए अब तपाईँहरूले नि अब आमालाई सम्झाउनु गरेर सस्तोमा आएको होला यो सस्ताले होला कि के? सस्ता कहाँ सस्ता हुनु म बिरयानी खाने ठाउँको भाइ ए अनि मलाई पनि त बर्थडे बनाउनु कसले पठायो क्या तपाईलाई सरप्राइज पठाइदिएको क्या सरप्राइज बनायो कि कसले पठाइदिएको बिरयानी त्यही त बिरामी खाएकोमा बिरामी खाएको बिरयानी बिरयानी खाएकोमा त उनीलाई भनेर चाहिँ कसले पठाइदिएको त सरप्राइज खोइ कसले भनेको नि त नि मम्मीले थाहा पाउनु भएन मम्मी थाहा पाउनु भएन मम्मीले केही थाहा पाउनु भएन केको सरप्राइज नै बुझ्नु भएको छैन जस्तो छ मम्मीले मलाई बुझेको छैन म बुढी मान्छे अनि माता औँसीको सरप्राइज पठाइदिएको छ क्या तपाईँले छोराले कि छोरीले भन्दै चाहिँ यो भन्नु छोरा कि छोरीले हो सरप्राइज पठाइदिएको हामी सम्झाउँछौँ मम्मीलाई ल यो मम्मीको गिफ्ट केक केक सेमिङ यहाँ आइज यहाँ यहाँ त पैसै पैसा रहेछ नि मेरो त यहाँ त पैसै पैसा रहेछ नि पैसै पैसा पैसै पैसा 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 ह्याप्पी मदर्स डे थ्याङ्क यू लु मलाई खुवाइदिनु पहिला मम्मीलाई खुवाइदिनु न मम्मीलाई त छोराहरू भन्ने मात्रै याद आएछ तँलाई त ल्याइदिइस् अनि कुन छोराले जस्तो लाग्यो दुईवटा मिटर होला कि के गरेको हो कि कसो हो कि यो मलाई खुवाइदिनु दाइ खाँदा खुवाइदिनु न प्लानिङ चाहिँ कहिलेदेखि थियो ए तिमीलाई पनि भन्नु होला नि पर्छ त भन्छ उसले गएर बाजुरले लु बिन्दा खुवाइदिनु खोइ म त्यसैले ल लु जो भुइँमा झरेको अरे मलाई तर यो म खान्छु त्यसो भए यसले बिगाएर के किची पाएर सबै सानो नगर यता आउन यता आउन बिग्रियो म त बिन्ताले शङ्का गरिसक्यो होला भन्दै थिएँ के तँ आउने मान्छे अँ, के को शङ्का गर्नु
अनि मान्छे आएपछि त थाहा भइहाल्यो नि गेस तर अगाडि चाहिँ मान्छे आइपुग्यो कि मान्छे आएपछि गेस भयो तर त्यो मान्छेहरू आउँछन् भनेर मलाई थाहा थिएन कसको उयो इन्तजारमा बसेको भनेर थाहा थिएन लु यो इन्तजारमै बसेको भन्दा थियो तुई भइरहेको थियो। भयो 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 बिन्दा खाइदिन आएको खोइ आची अन्त मलाई चाहिँ मदर्स डेको भनौँ न उहाँ त उयो ठुलो मुख पार्ने धेरै 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 धन्यवाद 100 वर्ष आएकोस् आमाको भन्न मेरो फोन आयो प्लिज 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 हेलो ए म यहाँ बिजी थिएँ खै मम्मी हेरौँ खै मम्मी गरौँ म लु मम्मी ह्याप्पी मदर्स डे कान्छेरा लु मम्मीलाई पनि यहीँबाट केक खानु आ गर्नु लु ह्याप्पी मदर्स डेको शुभकामना स्वस्थ रहनु खुसी रहनु मम्मी ह्याप्पी रहनु सासु बुहारी बेला बेला झगडा गरे पनि मिल्नु पर्छ हामी नै हो म यो तपाईँलाई अन्तिमसम्म पाल्ने म यो साथ दिने म छुची भए पनि बाँच्नुपर्छ मिल्नुपर्छ है मम्मी 12 भाइ कहाँ 12 भाइले पनि देऊ केक अलिकति एकछिन नानी फाइनली हाम्रो मम्मीलाई सरप्राइज पनि सक्यो मम्मीले थाहा पाउनु भएन अब कसले भनेर अब मैले चाहिँ अलरेडी अगाडि नै फ्रुटीहरू रसबरीहरू दिएर मनाइसकेको थिएँ मलाई त सँगै गर्न सक्नु भएन म यहाँ आएको पनि छु अनि मम्मीले चाहिँ विदेशमा छ 2टा छोरा त्यो 2टा छोराले होला भनेर भन्नुभयो तर वास्तवमा चाहिँ हामी 3जना मिलेर म अनि मेरो 2टा भाइहरू विदेशमा भएको 3जना मिलेर हामीले चाहिँ यो सरप्राइज चाहिँ मम्मीको लागि एटेन्ड गरेको थियौँ अब मम्मीले चाहिँ 2टा छोराहरू विदेशमा छ अनि उनीहरूले चाहिँ गेस गर्नुभयो म चाहिँ मम्मीसँगै आएँ अघि अब फ्रुटी रेडबुलहरू पनि दिएर मैले मनाइसकेको थिएँ त्यही कारण मलाई चाहिँ गेस गर्नु भएन 2टा छोराहरूलाई चाहिँ गेस गर्नुभयो तर हामी 3जनाले नै मिलेर यो सरप्राइज दिएको आजको माता तीर्थ औँसी यसरी नै सक्यो सबैजना आमाहरूलाई माता तीर्थ औँसीको धेरै धेरै शुभकामना बाई